आज 83 साल वैशाख 21 गते नेपाल सरकार मन्त्री परिषदको मुख्य निर्णयहरूमा पढेर सुनाउँछु। पहिलो अर्थ मन्त्रालयबाट छ। परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न, उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व ब्याङ्कबाट प्राप्त हुने 52 मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा 5 मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने। अर्को कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट छ। भारतसँग G2G माध्यमबाट 60,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन DAP मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने। अर्को शहरी विकास मन्त्रालयबाट छ। संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरी योजना स्वीकृत गर्ने। अर्को संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्मानीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्मानीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने। आज यी मुख्य 4वटा निर्णयहरू भएका छन्। अनि बाँकी जस्तो अहिले सिमानाको विषय अलि सर्को रूपमा उठाएको छ। यसमा चर्चा परिचर्चा के भयो जस्तो यहाँबाट पनि एक किसिमको प्रेस नोट जस्तो यद्यपि सञ्चार माध्यममा आएका प्रश्नहरूको जवाब भनिएको छ, केही किसिमको जवाब इन्डियाबाट आएको छ। यो विषयमा के छ? यसमा नेपाल सरकार प्रतिबद्ध छ। यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो। त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ। नेपाल सरकारको पनि जुन त्यहाँ सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ। त्यो हाम्रो प्रेस नोटबाट आइसकेको छ। बाँकी दुई सरकार बीच सहकार्य हुँदै कुरा गर्ने विषय हो। नोट छ नि त्यो उता पठाएको हो कि हाम्रो जानकारीका लागि मात्रै? अनि हामीले पठाएको हो। जारी गरेको भनेपछि त्यो एक किसिमले त्यो पब्लिक नोट भइसकेपछि यो संवैधानिक परिषदवाला केही सुधार सहित पठाउने हो अथवा जस्तो आयो त्यस्तै फेरि पहिला जस्तो पठाइएको थियो त्यस्तै पठाउने? त्यो हामीलाई पहिला जुन थियो त्यही नै पठाइएको जस्ता त्यस्तै। हजुर अनि के परिमार्जन छैन। विधेयकको विषयलाई लिएर हिजो